भदौ 23 र 24 को जेनजी आन्दोलन र त्यसपछि विकसित राजनीतिक घटनाक्रमले नेपाल इतिहासकै असाधारण मोडमा छ। 2/3 सत्ता ढल्यो, प्रतिनिधि सभा विघटित भयो, नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु भयो। देशले पहिलो पटक डिजिटल प्लेटफर्मबाट डिस्कोड सरकारको जन्म देख्यो। जेनजीले डिस्कोडबाट पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गरे। कार्की सरकारको सिफारिसमा घोषित फाल्गुन 21 गतेको प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरू निर्वाचन आयोगमा भाग लिन दल दर्ता नगराउँदासम्म चुनाव हुनेमा अनेकौं आशंका थियो, तर सरकारले चुनावी तयारी तीव्र बनाएका थिए। सरकारले स्वतन्त्र भइरहित शान्तिपूर्ण चुनावी माहौल बनाउन राजनीतिक दलका साथै सर्वपक्षीय सर्वदलीय छलफल निरन्तर चलाउनुका साथै सुरक्षा चुनौती पहिल्याउँदै थियो। त्यही क्रममा राजा फर्काउने अभियान चलाइरहेका मेडिकल व्यवसायी दुर्गा परसाईको मङ्सिरको घोषित आन्दोलनले ठूलो चुनावी सुरक्षा चुनौती देखिएको थियो। यसले जेनजी आन्दोलनपछि देशले राजनीतिक निकास पाउनेमा अनेकौं आशंका जन्माएको थियो, तर सरकारले परसाईलाई मध्यरातमा घरबाटै नियन्त्रणमा लिएर छलफल र वार्ता मार्फत देशमा सम्भावित आन्दोलन टार्न सफल भएका छन्, जुन चुनावी माहौल बनाउने पहिलो आधार बन्यो।